So hi everyone, welcome back to our vlog ma. So आज चाहिँ म रोमानियातिर लाग्दैछु विदेश. So यता चाहिँ मेरो छ्यामा मलाई छोड्न आउनु भएको छ. अहिले चाहिँ हामी एयरपोर्ट आइपुगेको छौँ. अनि भाइले यसलाई सहरी ल्याउनु गएको छ. So ऊ चाहिँ मेरो रनिस दाइ पनि आइपुग्नु भयो आमा. पछाडि काले पर चलिनु गएको. So यो चाहिँ मेरो ब्याग हो र यो चाहिँ मेरो आउटफिट. मेरो साथी म यहाँ पुगिरहेको छु होइन भएको. सो यहाँ चाहिँ यहाँ बोर्डिङ पासको लागि छिरिरहेको. यता मेरो दोस्त दुःख गर्न जाँदैछौँ हामीले. अब 2 वर्ष दुःख गर्नु होइन. सो कति लामो हो आमा. सो गाइस हामीले चाहिँ यहाँ बोर्डिङ पास गरिसक्यौँ अहिले र यहाँदेखि हामीहरू अब यहाँदेखि फेरि भित्र छिर्ने हो. सो गाइस अहिले चाहिँ हामीले यहाँ अब चेकिङमा जाँदैछौँ फेरि. अब लास्ट चेकिङ छ यहाँ चाहिँ म र मेरो साथी चेकिङमा भइरहेको छ. सो गाइस अब चाहिँ हामीहरू लागेको. अब चाहिँ हाम्रो पार्टी यहाँ वेटिङ एरियामा बसेको थियौँ. अब चाहिँ हामीले एनाउन्स गरिसक्यो. अब जाने हो. साथी टोइलेट गएको छ. सो अब हेरौँ कस्तो के हुन्छ. हेर्दै गर्नु मेरो ब्लग. अब यस्तै हो. नेपाल पनि अब धेरै 2-3 वर्षपछि आउँछु एकैचोटि. सो अब चाहिँ लागेको गाइस हामी चाहिँ अब लाइनमा बसिसक्यो. ल हामी चाहिँ दुःख गर्न जाँदै हो. कति वर्ष अब सिधै पासपोर्टको डेट सकेर आउने हामी केटी पायो भने फेरि वहीँ बिहा गरिदिने हो नि. त्यस्तो त नगर यार. सबै रुन्छ हामी चाहिँ हाँसी हाँसीको जाँदैछौँ. साथी रमाइलो छ. दोस्त हामीले त प्लेनको टिकट काटेको त कहाँ बसको टिकट दिए जस्तो छ त यार. बसमा छ त यहाँनिर त इन्जिन गाडीमा. सो हामी चाहिँ अहिले बसमा चढिसक्यौँ. अब होइन दाइ प्लेनको टिकट काटेको बसमा चढायो त भने जस्तो भइगयो नि यो त पुरा. सो दाइ तपाईँ त फर्स्ट टाइम अरे. कस्तो भइरहेछ फिल नि. गाह्रो अरू बेला कतै गएको छैन कुनै देश. इन्डिया सबैमा भिडियो यार. ल यसबाट हामीले ल है दुःख गर्न गयो हामी चाहिँ. अल द वे फ्रम नेपाल टु रोमानिया. 50% चाहिँ अहिले चाहिँ हामीहरू प्लेनको टिकट काटेको बस. ल हामी चाहिँ जान लाग्यो दुःख गर्नलाई. जे हुन्छ भएको र होइन दाइ. ए ल दोस्रो चाहिँ दारू सारू केही नखाने रे. हाम्रो झापाली सोझो झापाली हामी चाहिँ खानी पर्यो. म दोस्त चाहिँ सोझो झापाली पर्यो. हाम्रो प्लेन चाहिँ यही हो. फ्लाइ दुबई. सो अहिले चाहिँ हामी लागिसक्यौँ. अब दामी छ. हामी चाहिँ जाँदैछौँ दुबई. नो वरिज. सो अहिले चाहिँ हामीहरू यहाँ बसिरहेको छौँ. मेरो साथी चाहिँ ऊपर कता पऱ्यो दाइ कता यो के हो. ओइ गेम पनि खेल्नु मिल्छ. ओइ चेस पनि खेल्नु मिल्दो रहेछ त यार. चेस खेल्न आउँदैन. यो कस्तो हो यो खेली हेर्नु न. कति 28 दी यही त है. यही खोइ त के हो यो. खोइ हो कस्तो हो. सो गाइस मेरो गेम चाहिँ स्टार्ट भइसक्यो यहाँनिर. अब मस्त भ्लग बनाउनु पर्यो नि यसो
पऱ्यो यो के हो यो सत्ता तपाईँ ह्याङ भयो स्विच अफ हान्दै नि यहाँ कताको कता यो थिच्ने कता छ म त यार कत्रो लेखेको छु 9 लेखेको छु नि त लेख्नु पनि यार गयो त म त नि अब त यस्तो अब 6 मात्रै आयो त नि 7 मात्रै आयो त यार हान्ने नि अनि यो थिच्ने कुन चाहिँ थाहै भएन कि अनि त्यही भएर खुल्क्यो राम हो सेट साला यहाँ कति लेखेको छु आमामा कति माइनस 5 माइनस हो सेट म 9 माइनस पो रहेछ यहाँ ठाउँमा 1 2 3 यस्तो रहेछ नि त ए ल ठिक छ अब यति भनेको त जति आउँछ त्यति रहेछ नि त सो अब चाहिँ म त तास खेल्दैछु यहाँनिर सो गाइस अब चाहिँ हाम्रो लागेको प्लेन पनि बेग सार्दैछ एकदम सरर दाइ कस्तो फिल भइरहेछ तपाईँलाई एकदम बहुत बढिया महसुस भइरहेछ फर्स्ट टाइम चढिरहेछ होइन फर्स्ट टाइम होइन दाइ फर्स्ट टाइम सो दाइको त फर्स्ट टाइम मेरो त 4th टाइम हो कि हुनु चाहिँ तर यस्तो केही हुँदैन सो लेट्स गो गाइस हामी भेटौँ ल सो गाइस हामी चाहिँ अब लाग्यो काठमाडौँ यही हो ओइ कस्तो छ है कस्तो पढ्यो हो वा कस्तो बवाल देखेको सो गाइस अहिले चाहिँ म यहाँ ह्यारी पटर हेर्दैछु अब के गर्नु अल्छी लाग्छ मुभी हेर्दै उयो जाने हो त दाइले पुरा सुतिसक्यो दाइ अघि सुतिसक्यो त यता फेरि हाम्रो बिचराको त यहाँ ह्याङ भएर चल्दै नचलेर कस्तो कमेडी भएर चाहिँ पैसा आदि नै भन्नुपर्छ होला हो सो म चाहिँ यहाँनिर फिल्म हेर्नु थालेँ अब ब्लुटुथ कनेक्ट गऱ्यो हेर्नु थालिसक्यो म चाहिँ अब सो गाइस म चाहिँ अहिले अब अल्छी लागेर फिल्म हेर्दैछु दामी फिल्म रहेछ यार यता त फेरि पुरा 3Dमा हेरिदिरहेछ प्लेन पनि चाहिँ यस्तो छ है यत्रो लामो छ लामो सो बल्ल खाना आउँदैछ मरले दिन्छ क्या होइन त भोक लागिरहेछ नि मुसाक कस्तो थालिसकेको लास्ट लागिरहेछ कहाँ खायो त मैले कफी खाएँ म त त्यहाँनिर तपाईँले बिहा खानु तपाईँले बिहा खानु केटाहरू त सबै बियर खाँदै बस्यो म चाहिँ कफी खाएँ ल्याउँदैछ कहाँ खाना खाएको पैसा तिरेर खानु पऱ्यो नि पैसा जेबेट पाइन्छ क्या हो पैसा सो गाइस फाइनली आयो यो के हो यस्तो गेडागुडी दियो त हो म्यासवाला है गेडागुडी दियो त हो गेडा र गुडी मरोहरूले बल्ल दियो त्यो पनि अब लेम्मा बोलाउने म्यास हो गाइस छाउला यो खाने प्लस भन्दै दिन्छ के भन्छ भन्छौ त्यो सबै हुन्छ नि सो अब यहाँ त ल्याम्मा पारेर हानिदिने हो कस्तो भोक लागिरहेछ लास्टै भोक लागिरहेछ यहाँ ड्रिङ्क्स पनि आइरहेछ ड्रिङ्क्स पनि आइरहेछ हौ असली रहेछ त नयाँ सला खबर के रहेछ लो दाइ सुरु गरौ
सो गाइस यो चाहिँ अब च्याउको सब्जी हो मसरुमको यसरी दामी लाग्छ टेस्टी निदाइ बबल दाइ चियो छ नि यार त्यहाँ कस्तो छ हौ खाना खाएको छैन अब चाहिँ लागेको खाना सो गाइस फाइनली सक्यो खाना पनि अब यता दाइताको खाएर निदा पनि सक्यो गाइस यताको दाइले पुरा अघि चटचुट पारेर खाना पनि सकिसक्यो यार निदा चाख्नु भयो फेरि यता सो अब आनन्द सुत्नु एकछिन फिल्म सकेपछि सो गाइस अब चाहिँ हाम्रो दुबई ल्यान्ड हुन आँट्यो कति मिनट छ भने नि बाँकी अब ल्यान्ड हुनुको लागि होइन त्यस पछाडि हामी ल्यान्ड भइहाल्छ दुबईमा हाम्रो ल्यान्ड छ ट्रान्सफर 4 घन्टाको जर्नी 4 बजी टक्क हामीहरू फेरि त्यहाँबाट उठेर गरिस्ट पुग्छौँ गाइस हामी चाहिँ भित्र जाँदैछौँ अब B2 मा जाँदैछौँ हामी चाहिँ वेटिङ छ हाम्रो चाहिँ चाहिएर हामी जाँदैछौँ केटाहरू त कताको गाइब सो हामी चाहिँ यहाँ घुम्न जाँदैछौँ अहिले ल गाइस अब चाहिँ बुकारेस्टतिर लाग्यो है हामीहरू रोमानियातिर अहिले पनि यही सेम डाइरेक्सन मात्रै चेन्ज भयो हामी त अगाडि गयौँ अघिको जति अगाडि थियो सबै पछाडि भएको छ अहिले चाहिँ अब चाहिँ हामीहरू ट्रेनमा भइसक्यो अब 2:05 मा उठ्छ सन्डे अहिले त दाइको त चल्यो अरे अघिको त चलेन अहिले त चल्यो अरे त्यही भएर दाइ त पुरा ह्याप्पी भइरहेछ क्या दाइ दाइ कति खुसी हुनु भयो बाबा तास खेल्नु ल 2 जना खेल्ने दाइ ल अब हेर अरबीको सो गाइस सनसाइन
यहाँनिर चेकआउट भइसकेको छ। सो गाइज हामी चाहिँ अब रोमानिया एयरपोर्ट झरिसकेको छौँ यहाँनिर अहिले। म चाहिँ एक्लै छु, मेरो दाइ र म, अरू साथीहरू त पछाडि छ, यहाँ त भइसकेको छ। सो म चाहिँ यहाँ तल गएर पर्खिरहेको छु वेटिङ एरियामा, अनि केटाहरू आएपछि लाग्ने हो हामी चाहिँ।